कसले यो शिला उठाउन सक्दछ तर मैले चाहिँ थुथु गरेर घेसो गरेर जुरुक्कै फाइनल्ली उचालिसकेको छु बिस्तारै बिस्तारै। सबैजनालाई स्वागत छ फेरि पनि मेरो नयाँ भिडियोमा। आज चाहिँ म चिल्लाघर धाम जाने गेटमा आएको छु। तपाईँहरू यहाँ गेटमा देख्न सक्नुहुन्छ। फागुन 2 र 3 गते चाहिँ एकदम भव्य यहाँनिर मेला लाग्दै रहेछ है। अनि डुल्दै घुम्दै साइकलमा म आइपुगेको छु। अनि तपाईँहरूलाई नि यो सूचना दिँदै म अगाडि बढ्दैछु है साथीहरू। अगाडि यस्तो छ है, पिच छ। अनि सिधै यालम्बर चोकदेखि उता आउँदा पनि तपाईँहरू आइपुग्नुहुन्छ। यो गाउँ छ यहाँनिर यताउता अलि पर पुगेपछि मात्रै चिल्लाघर धाम हामी पुग्न सक्छौँ है। त्यहाँ कस्तो हुँदैछ त अवस्था म तपाईँहरूलाई मेरो भ्लग मार्फत देखाउने छु। र सबैजनाले भिडियोलाई लाइक गरिदिनु होला। र मेरो फेसबुक आइडीमा नयाँ हुनुहुन्छ भने है सबैजनाले फलो गर्न चाहिँ नछुटाउनु होला। त्यस्तो रहेको छ। हजुर पर देख्न सक्नुहुन्छ अर्को गेट। अनि अगाडि दाइ कुद्दै हुनुहुन्छ। दाइको प्लेन उड्दैछ। अगाडि गेट छ साथीहरू। अनि म चाहिँ यहाँ छु। म तपाईँहरूलाई टेन्टहरू पनि देखाउँछु है। यताबाट टेन्टहरू पनि राखिएको छ। यहाँनिर बाख्रा आउँदैछ गाइज। यहाँ वान ह्यान्डबाट कुदाइरहेको छु। बिस्तारै कुदाउने। आमाले बाख्रा लाँदै हुनुहुन्छ है। अहिले चाहिँ घाम अस्ताउने बेला हो साथीहरू। अस्ताइसक्न लागेको छ। हजुर यतिखेर यो सरसफाइ अभियान होला हौ। मैले अस्ति फोटोमा देख्दै थिएँ यहाँ सरसफाइहरू गर्दै गरेको। अगाडि यसरी देखिँदैछ है। अब म पर गएर अब फुल भिडियो बनाउने छु। ल हजुर अब पार्किङ छोड्नु के भन्छ त यो म यतिकै हिँडिरहेको छु। फेरि भिडियो बनाइदिनु। म साइकललाई लक लाउँछु। साइकल लक लाउनु केटीहरू कति आइरहेछ यार, लाजै लाग्दो यस्तो कपडामा। भन्नु पर्थ्यो नि अघि नै। के को लाज के देखाउनु र। जुत्ता सुत्ता लाएर आउँथे। कपडाहरूको के सोच गर्नु, जस्तो छ त्यस्तै देख्नु पाउनुपर्छ क्या सबैजनाले। ल गाइज यस्तो छ। यहाँ गेट देख्न सक्नुहुन्छ। मैले आजभन्दा पहिले पनि चिल्लाघर धामको एउटा भ्लग बनाइसकेको छु। तपाईँहरूले पहिले पनि हेर्नुभयो होला है। यहाँ अब पस्यो हजुर मान्छे ए त्यहाँ सबै टेन्ट तयारी हो यो 2 र 3 गतेको लागि। यहाँनिर पोखरी पनि छ साथीहरू। म तपाईँहरूलाई देखाउँछु। पोखरीमा पानी छ नि, देख्न सक्नुहुन्छ गाइज। यो पोखरी हो। थाहा छैन, अस्ति यहाँनिर सफा गर्दै गरेको मैले भिडियो चाहिँ देख्दै थिएँ क्या। सानाङ दाइले हाल्नु भएको थियो। अनि म तपाईँहरूलाई अझै राम्रै देखाउँछु। यहाँनिर फाल्गु नन्द लिङ्गदेन हुनुहुन्छ। बस्ने ठाउँ हो। जानु न बस्नु। नबस्नु पैसा मागो भने माग्दैन। अब यहाँ हामी बस्छौँ है। यहाँ साथीहरू बबाल छ नि। अहिले नपाइहालौँ यस्तो छ। नजाउँ यहाँनिर फोटो खिच्ने हेरेर छ नि। ल मैले हात चेन्ज हानिदिइसकेको छु। यहाँ शान्त छ क्या ठाउँ। कसै नोइजहरू छैन, हल्ला हुल्ली। तर बवाल छ एक प्रकारको, छुट्टै आनन्द दिने ठाउँ छ। यहाँ पानी ड्याममै हुनु भने त धेरै हुन्छ नि एकदम। अब हामी डुल्दैछौँ। यहाँनिर हुनुहुन्छ मान्छेहरू काम गर्ने ओर्ने। ल ठिक छ। मन्दिर चाहिँ धेरैवटा छ नि यहाँनिर। यहाँ भर्खर बनिँदै रहेछ। यो 2 र 3 को लागि तयारी हो दाजु। ए हुन्छ हुन्छ। गेट त 2 तिर कि कतितिर छ यहाँ? एउटा 2टा 3टा छ है। अर्को चाहिँ कता छ? अर्को यता पनि पो छ। बाफ रे बाफ। ल हुन्छ हुन्छ दाइ। एकदम भव्य हुँदैछ। तपाईँहरू पनि आएर एक प्रकारको रमाइलो मनोरञ्जनमा रमाउनु होला। खासै पूजा हो कि के थियो? यो मेला लाग्दै गरेको शिवरात्रिको। शिवरात्रि भव्य शिव मन्दिर कहाँ छ? शिव मन्दिर उपर छ ओमवाला।
एउटा ठुलो ढुङ्गा छ नि, ढुङ्गा ऊ त्यहाँनिर छ ढुङ्गा मैले एकै हातले उचालेको थियो के अरे अहिले दुईटाले पनि सकेको थिएन दुईटा हातले पनि तर मैले चाहिँ थुथु गरेर घेसो गरेर जुरुक्कै लु अहिले पो घट्यो लुते नलुते गफ त ल यहाँ नि अर्को मन्दिर छ साथीहरू तपाईँहरू चिल्लाघर धाम आउनु भएको छैन नि एकचोटि आउनु होला घुम्नुपर्छ है सबैजना रमाइलो तरिकाले जिन्दगीमा घुम्नुपर्छ रमाउनुपर्छ है म चाहिँ अब यहाँ सिँढीदेखि उँधो झर्दैछु यसो डुल्ने 2 गते र 3 गते नआए पनि मैले तपाईँहरूलाई अहिले नै यहाँबाट देखाइदिएको छु है साथीहरू त्यो दिन चाहिँ मेलामा धेरै नै आउनुहुन्छ जहाँसम्म लाग्छ हजुरहरू पनि आउनु भएको थियो भने र मेरो भिडियो ढिलो देख्नु भयो भने म नि आएको थिएँ भनेर कमेन्ट गरिदिनु होला यहाँनिर ठुलो बर र पिपल छ यहाँ मजुर भाइ ए त डुप्लिकेट हो मजुर उभोपट्टिको सँगै हेरिरहेको ए दुईजना पर्दै रहेछ यार भर्खर के पर्दैछ अरे ल पर्दै रहेछ यार है ल यहाँनिर पानी चाहिँ यो एक समयमा चाहिँ अलिक फुल नै हुन्छ होला होइन भइहाल्छ नि अटोमेटिकली यहाँदेखि तल पनि गएर हामी खोला र पोखरीमा देख्न सक्छौँ यस्तो छ वरपरको दृश्य दामी बल्छ होला नि ए यहाँ लाइटिङ रहेछ नि त बल्छ सबै लाइटिङ लाइट छ पुरै झिलिमिली हुने रहेछ अनि अर्को फाइदा तपाईँहरूलाई म भनिदिन्छु यहाँनिर फ्री वाइफाई पनि छ है साथीहरू तपाईँहरू आएर वाइफाई पनि चलाउन सक्नुहुन्छ तर कस्तो चल्छ त्यो चाहिँ मलाई थाहा छैन तपाईँ एकचोटि ट्राई गर्नु न वाइफाई कति हो मैले उहिले चलाएको नि पहिले नै नि 1 वर्ष कसैले यहाँनिर फ्री वाइफाई राखिदिनु भएको छ क्या ऊ माथि छ जहाँसम्म लाग्छ म तपाईँहरूलाई त्यहाँनिर टक्क देखाउँछु है ल शिव मन्दिर पनि म तपाईँहरूलाई देखाउँछु यहाँनिर सबै ठिक छ ल यता आउनुहोस् फोटो खिच्ने ठाउँ पनि हेर्छ मेरो फोटो खिचिदिनु ल यहाँ देख्नुहुन्छ चिल्लागढ धाम के हो यो स्नान भएर जान्न ए ल ठिक छ यहाँ जान्नुको लागि चाहिँ स्क्यान गर्नुपर्दो रहेछ है त्यहाँ स्क्यान गर्यो भने आफ्नो डिटेल्स यहाँको डिटेल्स दिँदो रहेछ क्या यहाँ जब तपाईँले यहाँ स्क्यान गर्नुहुन्छ चिल्लागढ धामको बारेमा फुल टु डिटेलमा आउने रहेछ है जसको इतिहास पल्टिने रहेछ है साथीहरू पहिले आउँदा मैले यस्तो विस्तृत तरिकाले भिडियो बनाएको थिइनँ यो पालि चाहिँ बनाउँदैछु अनि यहाँनिर यो 2 र 3 गतेको लागि भव्य तयारी हुँदैछ अस्ति साथीहरू अब यहाँनिर यो शिला छ यो उचाल्ने चाहिँ मैले आँट गरिरहेको छु यो पढेर दाइले सुनाइदिनुहुन्छ यो शिलामा अदृश्य शक्ति छ जसले यो शिला उठाउन सक्दछ त्यसको रोग नाश हुने सक्दछ विश्वास पनि गरिन्छ यो शिलामा अदृश्य शक्ति छ जसले यो शिला उठाउन सक्दछ त्यसको रोग नाश हुने जनविश्वास छ अरे क्या सबैजनाको विश्वास छ अरे जसले यो उठाउन सक्छ है ल उचाल्नु त कि म उचाल्नु ल अब म उचाल्छु है त हिलोमा टाँसिएको छ एकछिन गाई चाहिँ मैले फाइनल्ली उचालिसकेको छु बिस्तारै चाहिँ निकै हिलो रहेछ तर केही छैन यसरी हिलो पनि लाग्यो तर अब यसलाई उता म अघि एउटै हातले उचालिदिन्थेँ हिलो छैर मात्रै हो कि ल ओके गाइज पक्नुहोस् अब हामी चाहिँ एकछिन पिङ खेल्ने ल ए डिसब्यालेन्स हुन्छ हातले नपक्रेपछि त नि अनि यहाँ चाहिँ यो रुखको फेदमा चाहिँ बस्ने नि एकदम दामी छ अनि अर्को 3 नम्बरको गेट भन्ने चाहिँ यहाँ हो है साथीहरू अनि अर्को यहाँनिर खेल्ने ठाउँ पनि छ तपाईँहरू फुल्ली इन्जोय गर्न सक्नुहुन्छ अनि यहाँनिर म तपाईँहरूलाई फेरि अर्को मन्दिर देखाउँछु पहिले पनि देखाएकै हो फेरि पनि हेर्नु होला है त यहाँनिर अर्को मन्दिर छ यहाँनिर प्रायः मन्दिर सबै अहिले बन्द छ नि अनि यहाँनिर यो मेलाको लागि तयारी भइरहेछ त्यहाँ स्टेज छ के चाहिँ मेरो टिकटक ल साथीहरू अब टिकटक पनि आउनेछ तपाईँहरू हेर्न नछुटाउनु होला है त
यहाँबाट चाहिँ गाई यस्तो धेरै देखिन्छ है। यो चिलाघर धामभित्रको एरिया हो। टक्कै यो एरियालाई चाहिँ यस्तो दिवारले घेरेको छ र यहाँ मन्दिर माथि म आएर बनाइरहेको छु। अनि यसरी रमाइलो तरिकाले भिडियो बनाउँदै म यो रिङ हान्दैछु है। घन्टी नै घन्टी छ। ल साथीहरू, अब चाहिँ हामी फर्किने क्रममा छौँ। बाटो अघि के आएको बाटो खुरुखुरु हिँड्दैछौँ। निर्माण कार्य भइ नै रहेछ। भोलि र पर्सिको मेला अरे होइन साथीहरू, तर खासै तयारी उत्कृष्ट भएको रहेन रहेछ। हामीले बुझ्दाखेरि आज केटाकेटीको पिङ पनि आउने भन्ने कुरा थियो अरे, तर पिङ पनि आएको हामीले देख्न सकेनौँ यहाँनिर। र यहाँनिर गेट यस्तो अवस्थामा छ। अझ पनि यहाँ बन्दै हुनुहुन्छ। ल अब हाम्रो साधन यहीँनिर रेडी छ। ल चाबी होइन अरे वाह चाबी ल हालौँ त। अहिले निस्किँदैन र अहिले निक्लिँदैन। कमेडी नगर्नु न। ल हाम्रो चाहिँ साधन यही छ। अहिले निस्किँदैन र रातो न रातो भएर चाहिँ बिजोक हुन्छ नि। दाँतले टोकेर पनि निकाल्दै गरेको। ल यसरी हाल्ने। ल आयो खोल्यो। भाइ के छ हौ? ल गाइस बल्ल तल लक लाग्यो है। यस्तो बिजोकले लक लाग्यो। जाउँ। ल बाई बाई चिलागढ। अब हामी भोलि र पर्सि सम्भवतः भयो भने आउँछौँ, नत्र आइँदैन। अगाडि भाइ छ प्र्याङ्क हान्ने हुन। भाइ मलाई चिन्छौ? चिनेनौ? तिमी उ त्यहाँ पर्तिरको भाइ होइन? ऊ परको होइन? कहाँको? ल आइतबार कहाँ? चोकदेखि तल नर्थतिरको? भाइले त अनि मलाई जहाँ भेट्छ के कुर्छु भन्दै थियो अरे त। हो तिमी नै हो। तिम्रो नाम के हो भन त? एमाले इमान के थरी? लिम्बू भाइ। भाइ हो नि। मलाई रोक्छ साइकल रोक्छ। त्यो भाइले मलाई किन त्यस्तो गर्छ? ल मैले चाहिँ पक्कै पनि यही भाइ हुनुपर्छ। देखेको छैनौ? जाउँ साइकलमा आऊ। अब सबैजना हामी सँगै जाउँ ल। ल साथीहरू, अब हामी बाटोमै छौँ। भाइलाई यसो जिस्काए जस्तो गरेको। भाइ त मजाको रहेछ नि, नजिस्किँदो रहेछ नि त जिस्काउँदा पनि होइन? भाइ रेस खेल्ने? ल ल त ल साथीहरू, अब यसरी नै हामी घर फर्किन्छौँ। 15-20 मिनट लाग्छ अगाडि जानु। अगाडिबाट केटाहरू रेस खेल्दै आउनु। को छिटो कसले जित्ने केटा हो? छिटो। ल अब हामी जाँदैछौँ। अब हामी पुगिहाल्छौँ। लगभग 10-15 मिनट लाग्छ। फेरि हामी नेक्स्ट भ्लगमा भेट्नेछौँ साथीहरू। कुट्नु ड्याम कि ड्याम। ल बाई बाई गाइस।